आदरणीय दर्शकबिन्दुहरु, यहाँ स्वागत छ एग्रो सिभिल टेक ब्लगमा। यहाँ मैले आजभन्दा 1.5 महिना पहिला असारको 15 गते जेठको 15 गते धान छरेको थिएँ। यस्तो झारले ढाक्यो, धान पनि खासै उम्रिएन। त्यसकारणले यहाँ अब फेरि ट्र्याक्टर बोलाएर जोतेर रोप्ने मिसो मिलाउँदैछु। हजुरहरूले पनि यसरी छरुवा धानहरू गर्नुहुन्छ र सफल हुन्छ भने कुन तरिका कसरी छर्नुहुन्छ र कसरी सफलता प्राप्त गर्नुभएको छ त्यो यसो कमेन्ट बक्समा लेखिदिनु होला। मेरो त यत्रो मिहिनेत खेर गयो। हेर्नुहोस् दर्शकबिन्दुहरु, झाड हेर्नु, सामा झार यति धेरै पलायो कि हेर्नुहोस्, साध्यै भएन। औषधि पनि छिट्यो, अलिअलि मर्यो, अलिअलि मरेन। त्यसकारणले यो झार गोड्नु भन्दा फेरि जोतेर रोप्न सजिलो सस्तो पर्ने जस्तो आकलन गरियो र रोप्न थालियो। यो झार मर्ने औषधि एकचोटि हालिसकेपछि फेरि पुनः दोबारा हाल्न नहुने रहेछ, धान नोक्सान हुने रहेछ। त्यसकारणले एकचोटि मात्रै हालियो र झार गोड्न भन्दा बरु अब फेरि जोताएरै रोप्न ठिक भन्ने कुरो भयो जतासुकैबाट। त्यो हिसाबले जोताउँदैछु। अब यो माथिको एउटा खेतमा चाहिँ जेन तेन जसरी हुन्छ गोड्ने र पातलो पातलो भएको ठाउँमा मात्रै रोप्ने भन्ने विचार गरेको छु। हजुरहरूले छरुवा धान गर्नुहुन्छ र सफलता पाउनु भएको छ भने कसरी हो यसो कमेन्ट बक्समा लेखिदिनु होला। मैले यो छरुवा बाँझो जोताएर अनि छरेर अनि रोटाभेटर लगाइदिएको थिएँ। बिना पानी हिलो नबनाइकन छरेको, सुक्खा खेतमा छरेको हो मैले। यो मेन हिल्याएर यसरी रोप्नुको कारण चाहिँ झार नियन्त्रण नै हैछ। यो छरुवा विधिमा धेरै झार पलाउँदो रहेछ दर्शकबिन्दुहरु। यो छर्दाखेरि लगभग वैशाखको लास्टसम्ममा छरिसक्नु पर्दो रहेछ, मेरो आफ्नो अनुभव। र वैशाखको लास्टसम्म छरेको र अहिले असारको 20-25 गते रोप्ने बेलासम्ममा चाहिँ धेरै झार पलाइसक्दो रहेछ। यसरी अब असारको 15, 20, 25 तिर यसरी रोप्दाखेरि त तपाईँको 1.5 महिना जो तपाईँको झार नियन्त्रण भइसक्छ। अब यसरी मारिसकेपछि खासै झारहरू पलाउँदैन। झार नियन्त्रण गर्न सकियो भने छरुवा विधि पनि ठिकै हुँदो रहेछ र उम्रियो, बराबर उम्रियो भने मेरो आफ्नो अलिकति अनुभव र छर्दाखेरि लगभग कट्ठाको 4 किलोको हिसाबले छर्नुपर्ने रहेछ भन्ने पनि मैले अनुमान गरेँ। मैले अलिकति 2-2.5 किलोको दरले मात्रै छरेको थिएँ। त्यो हिसाबले पनि अलिक पातलो उम्रियो कि भन्ने लागेको छ। त हुन्छ दर्शकबिन्दुहरु, आजको लागि भिडियो यति नै। यस च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला।